यता हेर आउनु यता जग्गा तिम्रो छिटो न डान्स गरौँ कहाँ जाने हो बेबी ए यता आएर त हेलो गाइज गुड मर्निङ म फेरि पनि उपस्थित भइसकेको छु नयाँ दिनको सुरुवात सँगसँगै बच्चाहरू पुऱ्याएर आएको स्कुलबाट यत्रो ठुलो पानी परेर घरबाट निस्किने बेलामा फेरि आधी बाटो आउँदा आउँदै फेरि पानी रोकिहाल्यो अनि छाता चाहिँ ल्याएको मात्रै भयो है अहिले चाहिँ पानी परेको छैन अनि यत्रो माथि उकालो चढेर जानुपर्छ नि त उकालो बाटो चढेर जानुपर्छ है अनि हेर्नु त पसिनै पसिना भएर तुरतुर पसिना आइसक्यो फेसभरि मेरो त यस्तै हो है बच्चाहरूलाई यो उकालो बाटो चढाएर लानुपर्ने हुन्छ मैले अस्ति नै भनेको थिएँ नि तपाईँहरूलाई लामो बाटो घुमेर गयो भने चाहिँ लङ टाइम लाग्छ अनि सर्टकट बाटो गयो भने चाहिँ अलि अप्ठ्यारो छ क्या बाटो अनि त्यही भएर बिस्तारै बिस्तारै बच्चाहरू पुऱ्याएर अनि म चाहिँ घर फर्किँदैछु अनि तपाईँहरूलाई म एउटा सानो खोला पनि देखाउँछु है चाहिँ मुलाको अचार बनाएको अचार यो रायोको साग चाहिँ ढिँडो खानुपर्ने हुन्छ हामी चाहिँ फेरि के लाउनुपर्छ मजामा फेरि लाउनुपर्छ एकैचोटि हाल्नु हाम्रो चाहिँ ढिँडो पकाउने स्टाइल छ है हेर्नुहोस् यो पिठो डल्लो हुन्छ भनेर हामीले चाहिँ सुरुमा फिर्के चलाउने गर्छौँ क्या सर चाहिँ यता हुनुहुन्छ ओ सर ढिँडो पकाउने रोटी पकाउने सर चाहिँ उहाँ हुनुहुन्छ मलाई चाहिँ अलि ढिँडो र रोटी पकाउनु त्यति आउँदैन ढिँडो चाहिँ बरु हल्का सिकेको छ सिक्न चाहिँ पहिला उहाँले नै बनाएर दिँदा दिँदा उहाँले नै मलाई सिकाइदिनु भएको ढिँडो पकाउन मुलाको अचार
हेलो साथीहरू, हाम्रो चाहिँ ढिँडो पनि पाकिसक्यो है। म त ढिँडो खान सुरु गर्दैछु। मिठो मिठो ढिँडो खानलाई एकदमै हतार भइसक्यो म चाहिँ है। भोक पनि लागिसक्यो नि त। बिहानदेखि ब्रेकफास्ट खाएर अब केही पनि खाएको छैन। अब एकैचोटि खाना खाँदैछु ढिँडो है। साथीहरू खानुहोस् फर्स्ट बाइट। मिठो। यो साग चाहिँ साथीहरू कस्तो मिठो छ के। तितो तितो छैन, एकदम मिठो छ यो साग चाहिँ। घिउ साग जस्तै छ के साथीहरू यो साग। गाउँबाट पठाइदिनु भएको हो है। मुनाको चना गाउँबाट ल्याएको। अनि यो ढिँडो पनि गाउँबाटै के अरे पिठो पिनेर पठाइदिनु भएको हो। त्यही भएर एकदमै मिठो छ है। अनि मेरो माइली दिदीलाई पनि धेरै धेरै धन्यवाद दिदी भनेर भन्न चाहन्छु यही मेरो भिडियोबाट नै। तपाईँ खानु त्यो त्यसो हुन्छ क्या। तपाईँले कसलाई ढिँडो? म चाहिँ टन्न भएँ र आँगनमा थोरै हिँडेँ पनि। मलाई चाहिँ खाना खाइसकेपछि चाहिँ लन्च खाइसकेपछि चाहिँ यसरी नै आँगनमा थोरै हिँड्न मन पराउँछु म चाहिँ है। हामीले किनभने बिहानको लन्च अलि हेभी नै गरिन्छ नि त। त्यही भएर खाना खाएपछि चाहिँ 15-20 मिनट आँगनतिर हिँड्न म चाहिँ मन पराउँछु। म सधैँ हिँड्ने पनि गर्छु र यसले चाहिँ मलाई फाइदा नै गरिराखेको छ। झन् आज त ढिँडो अलिक धेरै नै खायो है। त्यही भएर अब यो अलिक पेट पनि हेभी हुन्छ नि त। अनि फेरि हामी ढिँडोहरू खाइसकेपछि चाहिँ लङ टाइमसम्म पनि भोक लाग्दैन नि हामीलाई है साथीहरू। हेर्नु न मेरो छोरीहरूले यहाँ साह्रै भित्तामा कोरेको छ है। भित्तै फोहोर बनाएर कोरेको छ। प्लिज माइन्ड नगर्नु होला है। पिठो चाहिँ मेरो माइली दिदीले गाउँबाट पठाइदिनु भएको। मेरो चाहिँ माइली दिदीले होइन मलाई कहिले पनि छुटाउनु भएको छैन कि। उहाँसँग जे हुन्छ नि गाउँमा जे हुन्छ अलि भए पनि मलाई दिनुहुन्छ। पोको बनाएर आफ्नो बहिनी छ है भनेर मलाई दिनुहुन्छ। मलाई अहिलेसम्म थाहा छैन कि माइली दिदीले मलाई कुनै पनि कुरामा मलाई छुटाउनु भएको छैन। अरूलाई जति दिनुहुन्छ मलाई पनि त्यति नै दिनुहुन्छ। हेलो साथीहरू, म चाहिँ भर्खर फ्री भएँ। दुईवटा बच्चालाई खाना खुवाएँ अनि नानीहरूको ड्याडीलाई पनि खाना दिएँ। अनि मैले चाहिँ सुप मात्रै खाएको, आज खाना खाएन, सुप खायो। अनि बच्चाहरूलाई पढाएर अनि एकछिन बसिराखेको रेस्ट गरेर। अनि यिनीहरू चाहिँ खेलिराखेको छ। हजुरहरू खेल्दै हुनुहुन्छ? ए खाना पकाउँदै हो। अनि अघि भर्खर खाना खानु भएन हजुरहरूले? उसको लागि बर्गर बनाए। ए हो ल ल। अनि त्यत्रो खाना खाएर पनि बर्गर पिज्जा खाने त? एक बाला एक बाला पिज्जा रे। उनीहरू चाहिँ सधैँ खाना बनाउनेहरू, बर्गर बनाउने, पिज्जा बनाउनेहरू खेलेर बस्छ के। के हो साथीहरू है, खानासाना खुवायो अनि फ्री भयो। किचनको धन्दा पनि सक्यो। यता हेर्नुहोस् त छोरी, अलि यता आउनु, नजिक आउनु न। यता आउनु छिटो बाबा। ल ल यसो भन ल, दाई दिदीहरू गुड नाइट भन न। दाई दिदीहरू गुड नाइट।
अब हामी भोलिको भ्लगमा भेट्नेछौँ। आजको लागि चाहिँ भ्लग यति नै भयो। कस्तो लाग्यो हजुरहरूलाई कमेन्ट गरिदिनु होला प्लिज भन्न चाहन्छु। लाइक एन्ड सब्स्क्राइब। गुड नाइट।